यो नोनी कति वर्ष अगाडि खानु भएको? मैले यो नोनी भनेको 5 वर्ष अगाडि। 5 वर्ष अगाडि। 3 वर्ष भयो मैले छोडेको। त्योभन्दा अगाडि तपाईलाई के समस्या थियो? 2 वर्ष मैले खाएँ, लगातारै खाएँ। 2 वर्ष लगातार खानुभयो। मसँग मधु सरसँग गएर ल्याएर खानु भएको होइन? हजुर, मधु सरसँग। पहिलो पटक त एउटा नोनी ल्याउनु भयो, त्यसपछि तपाईँले खाइसके। त्योभन्दा अगाडि तपाईँलाई दमको के समस्या थियो म्याडम? मलाई त्यही स्यास्या हुने समस्या थियो, अनि खोकी आउने, खुट्टा कर्कर हुने, उकालो ओह्रालो हिँड्न नसक्ने, म भित्र बाहिर गर्न नसक्ने जस्तो थिएन। शरीर पेट पनि फुल्लिएको थियो होइन? पेट फुल्लिने, आँखा फुल्लिने, आँखा पानी जमाउने हुने, चिसो मलाई हुन नहुने थियो। चिसो हुन नहुने चाहिँ समस्या थियो। सिडी चढ्न सक्दैन थिएँ। तपाईँले त्यसमा नोनी र चाहिँ मैले फ्ल्याक्स ओइल दिएको, मैले एउटा फ्ल्याक्स ओइल एउटा नोनी दिएको, त्यसले तपाईँलाई निकै नोनी मात्रै हो। त्योभन्दा अगाडि सुत्दाखेरि दाजुले भन्ने गर्नुहुन्थ्यो हो कि होइन, तपाईँको 2-3टा सिरकहरू खपेर चाहिँ ओढ्नु पर्थ्यो। 2-3टा सिरक ओढेर म जाडोले बिहान कामेर रातभरि सुत्न मिल्दैन थियो, खोक्दा म धेरै दुखी थिएँ त्यति बेला। अहिले ठिकै छु कि। कति वर्ष भयो त त्यो खाएर चाहिँ? अहिले खाइरहनु भएको छैन? अहिले नोनी खान छोडेको 2 वर्ष भयो कि। नोनी खान छोडेको 3 वर्षै भयो। 2 वर्ष 3 वर्ष भयो। त्यसमा सन्तुष्टि हुनुहुन्छ त्यसो भने? नोनी खाएर राम्रो भयो, म एकदम खुसी छु कि नोनीमा। मधु सरलाई धन्यवाद दिन चाहनुहुन्छ? धेरै 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 धन्यवाद दिन चाहन्छु। म धेरै अहिलेलाई यो दबाई पनि सकेपछि म फेरि त्यही नोनी खानु पऱ्यो भने खाइदिन्छु, नभए यही दबाईमा अरू थपाउँला। अहिले तपाईँले फेरि टाउको दुख्ने समस्या चाहिँ भयो भने भन्नुभयो। यो टाउको दुख्ने समस्याको लागि मैले 3टा प्रोडक्टहरू चाहिँ दिएको छु। खान लागेको चाहिँ 1 हप्ता भयो। तपाईँले चाहिँ अलि विषेक चाहिँ अलिकति विषेक हुँदै गइरहेको छ होइन? अहिले यस्तो भयो, मेरो टाउको दुख्नलाई म टाउको बाँधिरहन पर्थ्यो, अहिले टाउको बाँध्न परे छैन मलाई, त्यति फरक र अलिक केही ज्यान पनि हल्का भइरहेको छ। ल 1 हप्ता त भयो मैले खाना लागेको। हजुर, तपाईँले 3 महिना कन्टिन्यू खाने भनिएको छु। 3 महिना खानुहोस्, त्यो टाउको दुख्ने माइग्रेन सम्बन्धीको के हुँदो रहेछ। तपाईँको चाहिँ जस्तो पहिलाको दमको समस्या थियो त्यस्तै चट्टै टाउको दुख्ने समस्या चाहिँ 100% जान्छ। तपाईँले चाहिँ ढुक्क साथ चाहिँ खाँदै गर्नुहोस्। ल हस् त, धन्यवाद। थ्याङ्क यू भेरी मच म्याडम। हस्, नमस्कार। हस्, धेरै धेरै धन्यवाद।